फर्किँदाखेरि स्वागत हुन्थ्यो, धुमधामको स्वागत हुन्थ्यो होइन, फ्यानहरूले तपाईँलाई सब गरिराखेको हुन्थे। तर त्यो बेलाको तपाईँको जुन नेपाल फर्किनुभयो तपाईँको हातमा हतकडी लाग्यो होइन, त्यो त साह्रै नमिठो क्षण थियो तपाईँको समर्थकहरूको लागि। तपाईँले त्यसलाई कसरी चाहिँ नि सामना गर्नुभयो भन्ने कुरा चाहिँ हामीलाई पनि लागिरहेको थियो होइन। तपाईँले त्योभन्दा अगाडि एक्सपेक्ट गर्नुभएको थियो मलाई यसरी चाहिँ हतकडी नै लगाइदिन्छन् भन्ने त्यो थियो अनुमान थियो? थिएन। त्यो चाहिँ भनौँ न कुनै एउटा म त मेरो जिन्दगी नै भनेको क्रिकेट नै हो होइन। अब एउटा क्रिकेट खेलिराख्ने केटालाई जुन एउटा भव्य स्वागत हुन्थ्यो जहिले पनि एयरपोर्टमा, त्यसरी हेर्न पाउँदा चाहिँ एकदम नराम्रो थियो। तर पनि मैले एउटा चाहिँ के राखेको थिएँ भने मनमा चाहिँ म हार चाहिँ मान्दिनँ। रिक्वेस्ट गर्नुभयो यो गरेको थिएँ, नगराउन भनेर हामीले रिक्वेस्ट गरेका थियौँ। उहाँहरूले चाहिँ अब आई डोन्ट नो अब के छ, अब नेपालको कानुनको के छ होइन कुराहरू यसमा। अब उहाँहरूले चाहिँ होइन अब त्यो लाउनै पर्छ भन्ने चाहिँ भयो अब कुराहरू। अब फेरि मैले चाहिँ अब